हेलो एभ्रिवान, वेलकम माई भिडियो। आज म गर्न गइरहेको छु चेस्ट एक्सरसाइज। चेस्ट एक्सरसाइजको कुन कुन एक्सरसाइज हाल्नुपर्छ हामीले आज म देखाउने छु। भिडियो हेर्दै जानु। यदि बिगिनर हो भने, जिम जोइन गरेको छ, बिगिनर हो भने यी एक्सरसाइज पनि गर्नु। लेट्स स्टार्ट। सबैभन्दा पहिला गऱ्यो हामीहरूले वार्मअप। वार्मअपमा चाहिँ 25-25 को रेप्सको 2 सेट पुसअप्स लगायो। चेस्टको वार्मअप गऱ्यो। चेस्टको सबैभन्दा पहिलो एक्सरसाइज लगाउँछु म बेन्च प्रेस। बेन्च प्रेस लगाउँदाखेरि आफूले कति वजन उठाउन सक्छ होइन, त्यसपछि बिस्तारै बिस्तारै वजन बढाउँदै जाने हो सेट अनुसार। पहिलो सेटमा जस्तै मैले 15 केजी हालेँ, दोस्रो सेटमा थोरै थप्ने, 2.5 केजी थप्ने, या कति सकिन्छ 5 केजी सक्ने, त्यस्तै। मैले पहिलो सेटमा चाहिँ 15 रेप्स निकालेको छु होइन। अब मैले दोस्रो सेटमा चाहिँ 2.5 केजी वजन थपेँ। सेकेन्ड सेट। यो सेटमा चाहिँ मेरो 9 रेप्स मात्र निस्क्यो र यसै गरी अर्को सेटमा चाहिँ सकिन्छ भने वजन थप्ने, यदि सकिँदैन भने यति वजनले नै रेप्स निकाल्ने र बेन्च प्रेस खतम हुन्छ। र एक्सरसाइजको 3 सेट लगाउनु अनिवार्य हुन्छ। रेप्स 12 देखि 15 सकिन्छ भने, यदि सकिन्न भने 8 होइन, 8 देखि 10 यस्तै यस्तै निकाल्दै जानुपर्छ। 10 देखि 12 यस्तै यस्तै रेप्स निकाल्नुपर्छ सेट अनुसार। यो चाहिँ हामी अप्पर चेस्टको लगाइरहेको छौँ। यसको पनि सेम त्यस्तै हो। अप्पर चेस्टको पहिलो सेटमा चाहिँ मैले 10 रेप्स निकालेँ होइन। सेट यसमा चाहिँ 10 देखि 12 रेप्स निकाल्नु पर्छ। अप्पर चेस्टको पनि सेकेन्ड सेट लगाइयो र यसपछि पनि लास्ट सेटमा अलि वजन थपेर लगाउने। त्यसपछि हामीहरू जान्छौँ अर्को एक्सरसाइजतिर। अर्को एक्सरसाइज लगाउँदैछौँ हामीहरू डम्बल बेन्च प्रेस। लास्ट एक्सरसाइज चाहिँ यो होइन, यसको चाहिँ 15-15 रेप्सको 3 सेट लगाउनु सकिन्छ भने, यदि सकिँदैन भने वजन थप्दै गर्ने, रेप्स कम निकाल्ने, 8, 10, 12 जति सकिन्छ। हामी सेकेन्ड सेटतिर जान्छौँ। बिस्तारै वजन बढायो होइन, वजन बढ्यो र यो सेटमा 15 निकाल्ने कोसिस गर्ने हो, ननिस्के पनि कोसिस चाहिँ गर्ने हो। लास्टमा होल्ड, बिस्तारै छोड्ने। यसरी अर्को सेटमा पनि वजन थपेर नै हाल्ने कोसिस गर्ने। 15 रेप्स निकाल्ने होइन,
यदि सकिँदैन 8 10 12 त निस्किहाल्छ। आजको एक्सर्साइज सिद्धियो। भेटौँला नेक्स्ट भिडियोमा। थ्याङ्क यू एभ्रिबडी।